त्यो पहाड पहाड यहाँ पनि घर छ है। 12 20को आलु कृष्णले छान्दै छन्। कति लिने हो के भन्नु चाहनुहुन्छ? बारबिसे बजारतिर छौँ हामी अहिले चाहिँ। चटपटेको लागि भित्र जाँदैछौँ हामीहरू। पानीपुरी बाई कृष्ण। itu भोटेको सिया ना फोटो सेसन दिदीहरुको। Welcome, come. के भन्ने खोलाको नाम के पुलको नाम के रे? यो पुलको नाम चाहिँ भटकेशको झुलङ्गे पुल रहेछ यहाँको। हिँड्दै गर्न आउँछु। सिस्टर लुक ब्याक। त्यहाँ झन् केही प्रिपेयर गरेको छैन घरमा। अब हामी ब्याक हुन्छौँ। परेवाको ताती रहेछ यहाँ चाहिँ। परेवा त आमा ल घरभरि परेवा। World Temple. Okay, let's go. Jump on. Let's go into Krishna's maternal home. माथिसम्म के बनाउनु पर्छ? Older than my father. सुनकोशी माथि 12 बजार माथिपट्टि पहाड, उता रुखमा कागहरू छ, रमाइलो छ वातावरण एकदमै। तलपट्टि शिवजीको मन्दिर पनि रहेछ हो यहाँ प्रार्थना गर्नको लागि। That's all guys. पहाडहरू एरियाहरू कस्तो रमाइलो छ। यस्तो पहाड यहाँ पनि घर छ है। ऊ माथि हेर्नुहोस् त पुरै भिरालो छ।
तरकारी किन्दै 12-20 बजारमा कृष्ण हो हामीलाई थाई looking like काउली कसरी रहेछ यार कसरी रहेछ काली दाइ केजी 12-20 सब थाहा रहेछ तिमीलाई नै थाहा रहेछ 12-20 बजार सस्तो छ नि हो र सिन्धुपाल्चोक 12-20 हैन सिन्धुपाल्चोक 12-20 मार्केट के भन्छ तरकारी टमाटर यहाँको लोकल खाने दाइ हो दाइ कृष्णलाई चिन्नुहुन्छ हजुर कृष्णलाई चिन्नुहुन्छ स्याउको कति रहेछ दाइ 540 रुपियाँ केजी अलिक महँगै रहेछ कहाँबाट आउँछ दाइ स्याउ चाइनाबाटको मालहरू नेपालमा पुग्दो रहेछ ठिक छ खुसी लाग्यो अरू यो चाहिँ आलु हो 12-20 को आलु कृष्णले छान्दै छन् कति लिने हो केजी लिने कि धार्नीमा लिने हो धार्नी होला है धार्नीमा के कसरी बेच्छ पर्दैन होला यार हो ल हामी आलुको पनि सोध्न गइरहेको छ यहाँ कस्तो रहेछ रेट ल आलुको कसरी दाइ हजुर आलुको कसरी दाइ आलु धार्नीको हजुर धार्नीको 170 ठिक छ ल एउटा सानो ल्याउनु दाइले आलु बेच्नुहुन्छ रमाइलो भइरहेछ दाइको व्यापार के भन्नु चाहनुहुन्छ ग्राहक के भन्नु चाहनुहुन्छ युट्युब च्यानल सब्सक्राइब यताउता हामी भ्लगिङ गरेर आएको दाइ हजुर हामी भ्लगिङ गरेर के भन्न चाहनुहुन्छ यतिकै राम्रो छ ल थ्याङ्क यू दाइ चाहिँ कृष्ण सुषमा हाँसिरहेछ उता दाइको बोलेको छ एकदम उताको त डान्स गरेर हान्छ इन्जोय मार्केटमा गएर काउली यो के हो दाल अनि टमाटर सबै किनेर सबैजना चाहिँ अब रुमतिर लाग्दैछौँ 4 बजे होला लगभग अहिले चाहिँ अनि अब रुमतिर गएर सबै प्रिपेरेसन गर्नुपर्ने हुन्छ है त गाइस अब जाउँ ल बिस्तारै अलि हतारमा थियो भ्लग्सहरू चाहिँ अलिक बनाउन पाइएन त्यही हो ओके लेट्स गो
Premium, very innocent. Like me. Small, very clean. Hello. Bye. Quay đầu lại. Good. Bye. Mo yay go. Bye. Bye. Bye bye. Ấy là các phân đi. Đi. Ai đó. Nghe rồi ra chứ. गाइस अब अहिले चाहिँ ठ्याक्कै काठमाडौँ ब्याक टु काठमाडौँ भनेको शिव बजारको हालत बारबिसे बजारको ओभरभ्यू अब हल्का यताबाट देख्ने ओभरभ्यू चाहिँ यस्तो रहेको छ बारीतिर एकदम पहाड खोला नाला अब पछिल्लो आउने समयहरूमा तपाईँहरूलाई बारबिसेको भ्रमण गराउँछु भ्लगमा है त गाइजहरू ओके त्यसको केही छैन गाडी तयार भइसकेको छ अनि दिदीहरूले टिकट काटिरहनु भयो अरे अनि लेट्स गो है त गाइजहरू निःशुल्क शौचालय यस्तो दामी लाग्यो मलाई क्या यताबाट अलिक व्यवस्थित रहेछ क्या सरसफाइ निःशुल्क रहेछ क्या हेलो साथीहरू अहिले चाहिँ हामी ठ्याक्कै लगाएर काठमाडौँ चाहिँ आइपुगिसकेका छौँ कति घन्टा लाग्यो भने त 2 घन्टा 4.5 घन्टा लाग्यो सर 2 3 4 5 6 7 4.5 घन्टा ठ्याक्कै 4.5 घन्टामा चाहिँ हामी आइपुग्यौँ अनि दिदीहरू अङ्कलहरू चाहिँ जानुभयो अनि विकास अनि म चाहिँ अब रुमपट्टि अब गाडी चढेर जान्छौँ ओके आजको चाहिँ हामी राम्रोसँग आइपुग्यौँ काठमाडौँ अनि सबै काम राम्रोसँग सम्पन्न गऱ्यौँ अनि राम्रो भयो हरेक कुराहरू अनि विकास र म अब लाग्नुपर्ने हुन्छ आज चाहिँ ओके गाइस बाई